चिनेर जस्तो जो भयो त्यस्तो हैन के चलाउ भन्थे दुःखै हो यस्तो चाहिँ मलाई यता माथि जस्तो लाग्यो है अझ त्यो अर्को बाटो चाहिँ अहिले यो डबे म झर्छ साइको को कहाँ त के हो अब त ब्याट्रीहरू प्याकेजै बोकेर आएको नि त बल्ल ठिक छ होला यार अहिले धेरै माथि भएछ क्या त्यहाँ के हङकङ बजारको गेट बाहिर उभिराख्नु र छिटो आउँदै भन्दै थियो त्यहाँबाट पिक गरेर गइहाल्नु खोइ त अनि अल चाहिँ ठिक छ होइन यतिको अहिले त लास्ट हङकङ बजार देख्नुभयो कि नै ल हिँड्नु होइन यो बाटोमा फेरि लास्ट चाहिँ ब्रेकरहरू छ क्या है एउटा कुरा यसो बुझेको यसमा त माइकहरू नचाहिने कि यत्तिकै पनि दामी आउँदो रहेछ हामी यत्तिको बोलेको यस्तो हल्ला हिँड्दा यताउता अब हावाहरू आउँछ नि त यहाँ माथि भए पनि क्याप्चर गर्छ यार मेरो मामा हाँस कता हो त नि यो फेरि अब यो यता जाने होला फेरि यो यसै साइड लाइट हाल्यो साइड लाइट हो साइड लाइट कहाँ हो त गेटमै छौँ हामी खोइ त्यो टोइलेटनिर ए रोड पारी ल पहिले थाहा सिधै जान्थ्यो उता रोड पारी गएर चाहिँ यता निस्किनु कता असिम राइस बस्न डाँडातिर भन्दा उता डाँडा होइन यता तलतिर यो पामे साइडतिर त्यस्तो उस माथि होइन के हुन्छ भनेको त मलाई ल डाँडा लैजानु भन्दाखेरि बाइक चढ्दैन भन्ने आफू त डाँडा जाने रे एफजेड जस्तो लागेको त नरहेछ पछाडिबाट एफजेड जस्तो लागेको क्या बाइक यस्तो स्पिडमा त रोक्ने त्यस्तै उतातिर गएर बस्नु मन लाग्थ्यो यार साँच्चै यार बरु एउटा बोट लिएर उता जान पर्ने यार अहिले डेन्जर पानी पर्छ स्योर हो यो ठाउँ नि कस्तो भयो यार
शीतलो भयो त बरु यहीँ बसेर यहाँ रमाइलो हुन्छ नि यार पहिला उस्तै अहिले हटाइदिएर चाहिँ सबै होइन डेन्जरै घाम के है ल हेर न कतिको स्पिड होला अहिले ए धेरै छ के अहिले दाइलाई सोध दाइलाई सोधौँ है त दाइ अहिले कुदाउँदा कतिको स्पिड कुदेको थियो टप स्पिड कति छ ल देख्यो टप स्पिड अब हामीभन्दा पछाडि नै छ दाइ त्यति पुग्छ के थाहा नहुने 100 त पुग्छ इजी के थाहा नहुने पहिला बरु कुद्थेन अनि त्यो क्लच प्लेट फेरेपछि कुद्छ के यसलाई पछाडि छोड्नुपर्छ यसले नत्र देख घाम त गइसक्यो कि आउँदा आउँदै भनेको न आउँदा आउँदा घाम गइसक्यो यता सबभन्दा चिसो पोखराको सबभन्दा रेनी एरिया पर्छ यतातिर यो घाटसिना के भाइ नि भेटा भयो 200 पेट्रोल हाल्दा कहाँ लान्ला यिनीहरूले यतातिरको वेदरै हेर न छुट्टै छ क्या घामै छैन चेकिङ हो र के हो यो प्रहरी चौकी पामेको चौकी त्यो अगाडि आएको क्या अब अगाडि सरेको म त चेकिङ रहेछ क्या अन्त ढुक्क रोकिदिन्छ क्यामेरा देखेर रोक्यो होला यहीँ किन भाइ के किन्ने हो उता छैन अब तिमीलाई याद आयो यो ठाउँ यताबाट गथ्यौँ हामी यता पुल बन्दै थियो होइन बाढी आएर पुरै यो पुल थिएन त्यति बेला थिएन पुलै थिएन हामी यताबाट गएको यता यहाँ लिउँ न के लिने यहाँ लिउँ यता होइन उता हो जाने यो पुलमा चेकिङ भएको योबाट हालेर यो पुलै नहुने बेला हामी यो बाटो गएको जाफरको स्कुटर उडाइदिएको यो पामे हो कि होइन ठ्याक्कै यो पामेको चौक हो कि पामे भन्छ यो पुलबाट कटेर अनि उतापट्टि हो क्या मैले भनेको ठाउँ मैले पहिला आउँदाखेरि जस्तो थियो त्यस्तै रहेछ भने चाहिँ बबल मजा आउँछ घाँट्छिन होइन ल जानु खाजा पानी चिया पानी जे सबै लियो अब लोकेसनमा ऊ त्यहाँनिर हो क्या त्यही भने त्यही हो क्या ठाउँ त्यतै हो तर बाटो पहिला त हेर्दैबाट थियो यार पहिला अर्कै थियो यार हेलो दिदी यहाँ नुहाउने ठाउँ थियो नि यही बाटोबाट हो त्यो भित्रपट्टि थियो त यहाँ यतै हो त्यही हो क्या भएको यही एउटा हो क्या पहिला अलि अर्कै थियो कि पानी सुकेर रहेछ तर उता माथि त्यो उस छ के प्लटिङ जस्तो छ त्यहाँ स्विमिङ पुल जस्तै छ के पहिला हामी उताकोबाट उता नि बाटो थियो कि यो त्यहाँनिर बाटो थियो त्यही बाटो होइन जताबाट गयो नि निस्किन् त्यतै हो त्यही बाटो हो कि मैले भनेको पुल कट्ने बित्तिकै त्यो माथि उस हालिदियो रहेछ नि त बाटो रोडमा पानी नै छैन त यार
यहाँ त ढुस बनाइदिएर छ। होइन कि अझ पानी यो पनि होइन त नि, तर यहाँ पनि बवालै थियो के। घरमा थियो अरे त अझ माथि जाऊँ न रोकै सोधम तर माथि यहाँ अनि एक चक्कर हेरौँ त, यता पनि बवाल थियो के, त्यो उस गरिदियो रहेछ के। ओ दिदी यता नुहाउने ठाउँ कता नुहाउने ठाउँ यता खोला झर्ना सर्ना छैन? कहाँ अरे? ए अँ त्यो झर्ना होइन? अँ हो त्यो त। बाइक जान्छ? बाइक जान्छ? ल जाम ल हिँड। यही बाटो हो? ल ल ल त्यसको भिडियो हेरेको थिएँ कि मैले, त्यो जलजला भन्ने दामी थियो क्या। बवाल पहिला त बवाल लाग्थ्यो कि मलाई यो ठाउँ त यार, सब उस गरिदियो रहेछ यार, खोलै सुकाइदियो रहेछ के। हेर न बिचमा पुल जस्तो त्यही डाँडै डाँडा बिचमा पुल के पानी बग्ने आनन्द सब सुकाइदियो रहेछ। हो यही त होला नि होइन? कता यो जान्छ यो बाटो? यहाँ त डाइरेक्ट होइन नि त बाटो के मुखा बस्यो कताबाट हो यार? गाडी निस्केको ठाउँबाट होला। कता? के भन्थ्यो अरे उता हाल्ने अरे? खै मैले त सुनेन यार। ल हिँड्न त, गाडी त कहाँ जान्छ त नि त्यहाँ झर्नामा? अनि डट भन्दा त के कम छ र यो पनि। कता यताबाट उताबाट है? यो बाटो गएको होइन त्यो? अनि यही बाटो त पहिला मैले आएँ भनेको यो बाटो हो। यता थियो कि त्यो पुल त एउटा स्लो भयो अरे। हेरौँ चल्छ चल्न हालेर चला भनेको छ के यसो। एक्सपल्स प्रो होइन यो? प्रो हो नि त यो। मैले भनेको नि यता त्यही निस्किन्थेँ कि हामी त्यहाँ चढेको भयो त। अनि के रे अघि म निस्केको ठाउँ चढेको भए निस्किहाल्थेँ नि त्यहाँबाट बाटो बाटो अनि ढुक्क निस्किन्थेँ नि। खोइ त पानी कहाँ छ, कता जाने भनेको थिएन, सिधै हो कि यता हो? हेलमेट नि नयाँ खसेर हुन्छ। स्याम्पू छ कि? सोध्ने हो स्याम्पू? स्याम्पू सोध त एकचोटि। स्याम्पू छ र? साबुन? ए भयो त्यसो भए। बल्ल पानीहरू देखिन थाल्यो। छ क्या त्यहाँ अलिअलि। सानो पुल त्यो भने हो र? होइन यहाँ त फर्स्ट टाइम आएको। सही छ यो ठाउँ त। मैले भिडियो हेरेको थिएँ कि मैले एउटा केटीको, केटा र केटीको। यता हो? यतै त होला नि, कता होला नि? जलजले स्टेसन
होइन माथि मलाई अझै माथि जस्तो माथि ओए कहाँ चढे यार बाइक यार है ताईले हेरेको हेरे हो ताई के भयो यतै त होला नि अनि होइन र मलाई अझै यता माथि यस्तो माने कि अब झर्ने यतै होला खोइ ल हेर त म माथि हेरेर आउँछु ल माथि छ जस्तो लाग्यो कि मलाई यता माथि जस्तो लाग्यो कि अझ त्यो अर्को बाटो चाहिँ अहिले उताबाट हो उताबाट जान्छ अरे नि त Wrong. उताबाट जान्छ अरे सर्न यो बाटो त्यस्तै हो अरे उताबाट जान्छ अरे के कताबाट अरे उतै बाटो यो बाटो यो ल जाम ल छिटो हो फाइदै भयो अब यहाँ गोल्डिङ अब म झर्छु चढेको यस यस्तो बाटो भयो है खुट्टा खोजेको खुट्टै पोलेर कहाँ पो आउने भनेर हिँडा हो तर द्याट्स ओके इट्स अ पिस प्लेस टु ह्याङ आउट quite far from the city but it's amazing to hang out क्लोजै काम गरे छैन क्लोजले फुल क्लोजै गरिसकेको कहाँ चाहिँ मेरो न अनि बाटो कस्तो थियो एसडी कार्ड स्लो भन्दो रहेछ साथी यहाँ हामी अहिले यो कुन ठाउँ भन्थ्यो अरे जलझेली यस्तो गऱ्यो भने 2x सम्म जुम हुँदो रहेछ कति टाइम लाग्छ नि त ए यही हो अब बाटो त खत्तम माथि पानी छैन त आह पुरा गर्नु पर्यो मेरो अन्त्यपछि मलाई डेन्जर हिट हो बाटो बाइक यार 2x यसरी जाँदो रहेछ यार त्यहाँ गएर मलाई भेट नभए मै बाटो खत्तम छ यार हाँ जुमिङ पनि हुँदो रहेछ 2x हुन्छ क्या भिडियोमा यस्तो गरेर राख्यो नि यो अल्ट्रा वाइड यो 2x यो नेचुरल यसको के हो यसमा यतिकै थियो है गर्छौ कि हेलमेटमा हाल्दिम हेलमेट हाल्दिउँ है हाल्दिम कलर्सले गर्दा हो क्या अगाडि अगाडि बस्नु हो कि यसले राति मलाई दाम रे कसले
सब लक हान्ने अब तलै छ अब त नजिकै हो तपाईहरु यहाँसम्म हामीले स्कुल तले पार गरेर यहाँ कस्तो हिँड्दै आयो ठिकै गर्नुभयो भन्नु न तपाईँहरूको त उड्थ्यो त्यस्तो बाटो अलिकति थियो बाटो खत्तम छ नि बीचमा अलिकति यहाँ अप्ठ्यारो रहेछ त्यहाँसम्म पार गरेर आउँदा नि हुन त हुन्थ्यो नि तपाईँलाई 12 बजेको घाममा कस्तो भयो होला भन्नु न घाममा अब हामी फर्किन पानी पऱ्यो भने के हुन्छ होला बाटो त्यसो त्यो त 12 बजेको घाममा कस्तो घाम लागेको अब त यहाँ तलै हो गाह्रो छ ल धन्यवाद ए म हान्छु म सर र उस गर्छु रेकर्ड हान्नु पर्यो मैले खसे यहीँ खोज्ने यता उता होइन यता हो के के म यहाँ निस्किन्न यसमा निस्किन्छ अड्केला नि ट्याक्कै पाइटे हरियो होला फेरि हो क्या तर पाइटे उसो होला फेरि निस्किनै गाह्रो हुँदो रहेछ ए हरियै भयो कि नभन्छ मैले भनिरहेको थिएँ हरियो स्याट त यहाँ हरियो भयो आज ल ट्याक्कै यतिमा चाहिँ उस गर्नु पर्यो यत्रो चढ्नु त्यत्रो अफरोड पछि हल्का कार्डियो पनि हुन्छ है तपाईँहरू आउनुभयो भने यहाँ हिँड्न पर्यो पसिना चाहिँ डह्रो बग्छ झर्ना चाहिँ कस्तो छ अब त्यहाँ पुगेर आवाज झर्नाको आवाज सुनेर त दामी छ जस्तो लाग्यो है झर्नाको आवाज सुनेर मिठो रहेछ यहाँ ठाउँ यार यहाँ हेर न सबैकै मजाको रहेछ तिनीहरू नि बल्ल जाँदै होला छ तिनीहरू नि त्यहीँ जान्ला होला अनि नबोलेको क्या त्यही भएर चाहिँ कहाँ रहेछ त्यहाँ आउँ त है म चाहिँ झन् थाक भइसकेको छु यस्तो बाइक त यो डेन्जर अफरोड रहेछ क्या फेरि अनि यहाँ चाहिँ यस्तो छ अनि भ्यू के हो बाथरुम सब छ त यार यो के म्यानेजमेन्ट त कडा खाँदा यहाँ त देखियो कि देखियो होइन त्यहाँभित्र एउटा मान्छे नुहाइरहेको ओह तर अब आइहाल्यो भन्ने चाहिँ पागलै यार माथि त्यहाँ कति हिँड्यो त 10 मिनट हिँडेन घरै हेर्नु न ए कोक्का त के हो पोपा पानी नै पर्यो अब चिसो भयो केटाहरू कोही जान मान्ने गएर म चाहिँ एकचोटि त्यहाँ नगई फर्किन मन लागेन क्या भित्र त जान मिल्दैन होइन अहिले रिस्की हुन्छ त्यही भएर हामी भित्र नगएको खास पानी डेन्जर परेको थियो सो ढुङ्गाहरू फस्छ भनेर तर लास्ट मजाले
कस्तो आनन्द छ यार यहाँ यार खै वाउ सबै यहाँनिर म्याग्नेट छ यहाँ टाँस्न पऱ्यो नखसोस् म्याग्नेट भयो नि यहाँ नटाँस्नु यहीँ बसिरह मर्छ भयो यार फोहोर भएको क्या पानी डेन्जर पानी पर्नु यस्तो क्लिन थियो तर के गर्नु केटाहरू रेडी भइसक्यो अब तल प्यान्ट लगाएर निस्किने अब यहाँ मजाको छ क्या लोकेसन नै ढुक्क छ है ठाउँ पनि सेफ छ ढुक्क साथीभाइ फ्यामिली जोसँग आयो नि ढुक्क छ अब डाइरेक्ट मोटो